मैले चाहिँ साथीहरू पुरी पोल्दैछु। रोटी सुक्खा रोटी चाहिँ पकाइसकेर चाहिँ मैले चाहिँ अब चाहिँ पुरी पकाउनुतिर ल साथीहरू म चाहिँ रोटी सोटी पोलिसकिसकेँ। यो चाहिँ सुक्खा रोटीको लागि भने यो चाहिँ पुरी रोटीको लागि चाहिँ मेरो नाना चाहिँ वाकारमा राख्दै खुसी हुँदै खेलिरहेको छ। हाम्रो यहाँ चाहिँ सेकुवा रेडी हुँदैछ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ साथीहरू हाम्रो चाहिँ साँझाको खाना चाहिँ के बन्दैछ म तपाईँहरूलाई चाहिँ देखाउन चाहन्छु। मासु चाहिँ आज टन्नै ल्याएर के को लागि हो मम्मी? ए आज सेकुवा खाने विचार भएको छ। ए सेकुवा कति केजी ल्याउनु अब चाहिँ? 5 केजी जति। ए सेकुवा आज चाहिँ बेलुका चाहिँ सेकुवा र यो त सुक्खा रोटीसँग चाहिँ सेकुवा खाने भनेर चाहिँ हामीले चाहिँ रेडी गर्दैछौँ साथीहरू। यता मम्मीले चाहिँ सेकुवाको लागि चाहिँ मासु काट्दै हुनुहुन्छ भने म चाहिँ अब यो सुक्खा रोटी बनाउनको लागि चाहिँ रेडी गरिरहेको छु। र म चाहिँ साथीहरू सुक्खा रोटी चाहिँ बनाउँदैछु। यहाँ सुक्खा रोटी बनाउनु चाहिँ म रेडी गर्दैछु। ल साथीहरू म चाहिँ रोटी सोटी पोलिसकिसकेँ। यो चाहिँ सुक्खा रोटीको लागि भने यो चाहिँ पुरी रोटीको लागि चाहिँ मैले बेलेँ। अब यता यो चाहिँ सेकुवाको लागि चाहिँ हामीले चाहिँ रेडी भइसकेको छ। यो चाहिँ सुक्खा रोटी बन्दैछ। यता चाहिँ सुक्खा रोटी आज चाहिँ पुरी र सुक्खा रोटी र सेकुवाको लागि चाहिँ यो अचार बन्दैछ। यता यो हाम्रो पुन्टिस चाहिँ यता पुरा खेलिरहनु भएको छ। पुरा खेलिरहनु भएको छ हाम्रो पुन्टिस चाहिँ यता आँखाभरि आँसु निकालेको छ त्यसले। हामी चाहिँ खाना बनाइरहेको टाइममा चाहिँ बाहिर चाहिँ केटाकेटीहरू चाहिँ हाम्रो घर बाहिर चाहिँ खेलिरहेको रहेछ, ब्याडमिन्टन खेलिरहेको छ जाडोमा। मेरो नानीलाई चाहिँ साथीहरू वाकामा राख्दै पुरा खुसी भएर चाहिँ खेल्न थाले। ऊ मिस्सा मिस्सा हाँस्दै खेलिरहेको थियो। हाम्रो यता चाहिँ सुक्खा रोटीहरू रेडी हुँदैछ। यहाँ यति बनिसकेको छ है। मैले चाहिँ साथीहरू पुरी पोल्दैछु। रोटी सुक्खा रोटी चाहिँ पकाइसकेर चाहिँ मैले चाहिँ अब चाहिँ पुरी पकाउनुतिर लागेँ। पुरीको रोटीहरू चाहिँ हाम्रो साथीहरू पुरी पनि पाकिसकेको छ। यता सुक्खा रोटी पनि बनिसकेको छ भने हाम्रो यता यो सलादको लागि चाहिँ यहाँ सागहरू बन्दाहरू मुला यता सेकुवा 2 केजी सेकुवा। ल साथीहरू हाम्रो चाहिँ रातिको डिनर चाहिँ रेडी भइसकेको छ है। यता अचार छ भने यता सलाद छ, यता चाहिँ सेकुवा, यता पुरी, उता सुक्खा रोटी। अब चाहिँ हामी चाहिँ खाना स्टार्ट गर्छौँ साथीहरू। हेलो कति हाँसिन्छ ल साथीहरू। म पनि खाना स्टार्ट गरिसकेँ यहाँ। आहा तर टेस्टी भयो। पुरी देऊ त पुरी तरकारी खाने हो तिमी पनि खाने हो। एकदमै मिठो भएको छ साथीहरू। साथीहरू यो चाहिँ मुखबान गरेको चाहिँ होइन, हामीले चाहिँ यहाँ पालो गरेर खानुपर्ने हुन्छ र त्यसैले अहिले बुढाबुढी खाँदैछ भन्ने भएर चाहिँ बाबाआमाले चाहिँ बसेर खानुहुन्छ। साथीहरू हाम्रो चाहिँ पसलले गर्दा चाहिँ एकजना चाहिँ पसलमा बस्नुपर्ने हुन्छ। हाम्रो ड्याडी चाहिँ पसलमा बस्नु भएको छ भने चाहिँ अब म चाहिँ खाना खाइसकेर चाहिँ पालो दिनु जानुपर्ने हुन्छ। हाम्रो चाहिँ अब पालो पालो गरेर खानुपर्ने हुन्छ। सबैजना चाहिँ एकै ठाउँ भेला भएर चाहिँ खानुपर्ने खाना चाहिँ असम्भव जस्तै हुन्छ हाम्रो चाहिँ प्रायः। हस् त साथीहरू, आजलाई चाहिँ मेरो भिडियो यति नै। साथीहरू मेरो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ यसो सल्लाह सुझाव दिन चाहिँ नबिर्सिनु होला कमेन्ट बक्समा चाहिँ।
म फेरि नयाँ नयाँ भिडियो चाहिँ बनाउने कोसिस गर्नेछु तपाईँहरूको लागि चाहिँ। टेक केयर, गुड बाई साथीहरू। अर्को भिडियोमा फेरि भेटौँला। सी यू अगेन।